सेवारो खोइ सेवारो गर सेवारो विश्व र मेरो तर्फबाट तपाईँहरू सम्पूर्णमा गुड मर्निङ पनि भन्न चाहन्छु हैन बस न तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा स्वागत छ साथीहरु बिहान बिहानै हामी चाहिँ भिडियो स्टार्ट गरिरहेछौं साथीहरु हैन अनि आज चाहिँ यहाँ देखाउनु पर्दा एकदम घाम लाग्दैछ हाम्रोतिर चाहिँ साथीहरु देख्न सक्नुहुन्छ अनि विश्व पनि यहाँ छ नि विश्वलाई कस्तो देखिरहेछ यहाँ हेर्न सक्नुहुन्छ यो मेरो रायो साग हो यस्तो यस्तो भइसकेछ हैन यहाँनिर मुला हान्दैको आम्मा मुला त हेर त भाइ यो रायो सागको बिरुवा यो मुला यसले नै ढाकिसकेको छ यहाँनिर चाहिँ अनि यहाँ मेरो आलु बारी यसो मैले माटो लाउँदैछु एउटा दुईटा तीनटा छवटा लगाइसके अब पर छलाउनु पर्ने यहाँ देख्न सक्नुहुन्छ त्यसो नगर न हौ भाइ यहाँ आलु यहाँ लसुन छ साँच्चै आलु बारी ल साथीहरु देख्न सक्नुहुन्छ म चाहिँ यहाँ माथि रोडमा आएको छु हैन बाटोमा भनौँ न अनि यहाँ म चाहिँ घर लिप्ने माटो खन्नको लागि आएको साथीहरु यहाँ बाल्टी अनि यो कुटे देख्न सक्नुहुन्छ तर यहाँ माटो फेरि बन्द गरो कि के हो भन्ने यता रहेछ पहिला चाहिँ यहाँ थियो भत्किएछ अब यहाँबाट लानु पर्ने म चाहिँ अनि यहाँ थुप्रो भयो नि त मैले घर नलिपेको साथीहरु न आज चाहिँ लिपिदिउँ न शनिबार भनेर म चाहिँ यहाँ माटो खन्नको लागि आइसकेको छु साथीहरु अनि अब खनेर लिप्न पर्ने हुन्छ मैले चाहिँ यहाँ म खन्छु साथीहरु माटो हैन यसलाई चाहिँ यहाँ राखेर अलिक धेरै नै भइसक्यो मैले घर नलिपेको अनि आज चाहिँ यसो मौका परेर लिपौँ न भनेर चाहिँ म यहाँ आइसकेको छु तर अप्ठ्यारो पो भयो खन्न पनि जाडोमा जहाँसम्म त नलिपौँ भनेको नि घर के गर्नु हेरिन सक्नु हुनु आँट्यो साथीहरु फेरि यो माटोको घर जति लिपो त्यति राम्रो देखिन्छ लिपेन भने त्यो रङ नै उडिजान्छ धेरै लिपेन भने चाहिँ त्यसैले मैले लिप्नु आँटेको यहाँ देख्न सक्नुहुन्छ अहिले नलिप्दा चाहिँ यस्तो छ हैन अब अहिले लिपेपछि पनि म तपाईहरुलाई देखाउँछु हैन कस्तो देखिन्छ भनेर यस्तो छ अहिले चाहिँ अहिले लिपेपछि पनि यहाँ देख्न सक्नुहुन्छ यहाँ भिजाइरहेको छु मैले माटो अनि यहाँ भराइ ल साथीहरु यहाँ देख्न सक्नुहुन्छ अघि कस्तो थियो र अहिले कस्तो देखियो होला यसरी मैले लिपिसकेको छु अनि यहाँनिर पनि अघि कस्तो थियो त्यहाँ टेकेर पनि छापछाप भइसकेछ है यसरी लिपिसकेको छु मैले चाहिँ ल साथीहरु देख्न सक्नुहुन्छ मैले चाहिँ चटपटे बनाएको हैन खाजा खानको लागि खाजा भन्दा नि आज त रातै पर्न आँट्यो र पनि मैले चाहिँ बनाएको छु यसलाई खाने